आज म यस श्री महर्गाउँ माध्यमिक विद्यालयमा कक्षा 9मा कृषि प्राविधिक विषय अध्ययन गरिरहेका भाइ बहिनीहरू लगायत तपाईहरू सम्पूर्णलाई माटोको नमुना लिँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी गराउन गइरहेको छु। माटोको सही तरिकाले नमुना नलिँदा माटो परीक्षणको नतिजा सही नआउन सक्छ। त्यसैले माटोको नमुना लिँदा निम्न कुराहरूलाई ध्यान दिनु पर्दछ। पहिलो रहेको छ जग्गाको सबै क्षेत्र प्रतिनिधित्व हुने गरी नमुना लिने। बालीहरू लगाएको समयमा माटोको नमुना नलिने। पुराना बालीहरूको अवशेषहरू छन् भने हटाउने। खेतबारीको छेउको अथवा आलीको माटो नमुना नलिने। तरकारी खेती गर्ने बारीको नमुना लिँदा 6 देखि 8 इन्च गहिराई बनाएर माटोको नमुना लिने। मल खाद छेउबाट माटोको नमुना नलिने। तत्कालै रासायनिक तथा अन्य मलहरूको प्रयोग भएको जमिनको माटोको नमुना नलिने। लामो समयसम्म पानी जमेको माटोको नमुनाका लागि तयारी माटोलाई छायादार ठाउँमा सुकाउने।